ल आज इलामको चुलाचुली 5 शिखर कटेरीको यो मारेम्नु साम्पाङ पोखरीमा माछाको निकाल्ने कार्यक्रम भइरहेछ। कुकुर पनि त रमित गरिरहेछ त फेरि पानीमा डुबेर। ल यस्तो प्रकारले माछा निकालै हुँदैछ। यता सबैभन्दा ठुलो माछा आजको चाहिँ अहिलेको चाहिँ निक्लेको माछा यो ठक्क यसको नि एउटा भिडियो बनाइदिइहाल्नु त। सबैभन्दा ठुलो माछा यो देखेको छ गाइसो जम्मा जम्मी जोख्दाखेरि 5 केजी रहेछ। ठ्याक्कै 5 केजीको ग्रास कार्प माछा। ल झनै झनै 2 फुटमा अलि लामो पो छ कि क्या हो। ल ल ल ध्यान नभए अब यता अर्को माछा भाँडामा यसरी जोखाइ भइरहेछ। यो मारेम्नु साम्पाङ पोखरीको चाहिँ माछा है गाइजो। माछा निस्किरहेछ है निस्किरहेछ।